माई गड रकेट गतिमा डोजर चलाइएको छ हेर्न सक्नुहुन्छ यो ट्रेनिङ सेन्टरको परिसर पनि भत्काइएको छ यहाँ केही तयार थिएन यता हेर्न सक्नुहुन्छ यहाँ उहाँहरू यति स्पिडमा यहाँ सामान सार्दै हुनुहुन्छ डोजर लाग्ने डरले देख्न सक्नुहुन्छ उहाँहरू के अत्तो पत्तो छैन जे सकिन्छ त्यो सार्ने सुरुमा हुनुहुन्छ यस्तो अवस्था छ यहाँ एकदमै दर्शकवृन्द स्थानीयको विरोधको बावजुद यति बेला डोजर चलिरहेको छ हेर्न सक्नुहुन्छ तपाईँले यो टहराहरूमा यी घरहरूमा जो खोलाको मापदण्डको विपरीत बनाएका संरचनाहरू बनिरहेको छ खोलाको मापदण्डभित्र पर्ने संरचनाहरू भनिएको छ त्यहाँ यति बेला काठमाडौँ उपत्यका विकास प्राधिकरणले डोजर चलाइरहेको दृश्य देखिरहेका छौँ ठुलो मात्रामा जम्बो टोली यहाँ नेपाल प्रहरीको देख्न सक्छौँ भने ठुलो मात्रामा स्थानीयहरूको पनि यहाँ उपस्थिति छ हेर्न सक्नुहुन्छ तपाईँले उहाँहरूले विरोध गरिराख्नु भएको छ उहाँहरूले यसको आक्रोश पोखिराख्नु भएको छ तैपनि उपत्यका विकास प्राधिकरणको यो डोजर रोकिएको छैन यति बेला हेर्न सक्नुहुन्छ डोजर चलिरहेको छ हामी तपाईँलाई यो दृश्य देखाइरहेका छौँ महादेव खोला जहाँ निकै विवाद उत्पन्न भएको थियो केही समय अगाडि यहाँ काठमाडौँ महानगरपालिका र त्यसै गरी तारकेश्वर नगरपालिकाको यो सिमाना हो यो सिमानामा ठुलो विवाद हुने गर्छ यहाँको स्थानीयकै भाषामा भन्दाखेरि यहाँ काठमाडौँ महानगरपालिका र तारकेश्वर नगरपालिकालाई हेर्ने दृष्टिकोण फरक छ महानगरपालिकालाई अलि राज्यले च्यापेको जस्तो हामीलाई चाहिँ अलिकति चेपेको जस्तो हामीलाई पेलेको जस्तो भन्ने उहाँहरूले सधैँ गुनासो गर्नुहुन्छ त्यही वस्तुस्थितिमा यति बेला यहाँ डोजर चलिरहेको छ हेर्न सक्नुहुन्छ उहाँहरूले ड्याङ्की ड्याङ डोजर चलाएर उहाँहरू हेर्न सक्नुहुन्छ डोजर चालकहरू हेलमेट लागेर किनकि यहाँ सायद सुरक्षाको प्रविधि छैन होला उहाँहरूलाई त्यसले गर्दाखेरि पनि डोजर चालकहरू पनि हेलमेट लगाएर उहाँहरू हेर्न सक्नुहुन्छ अलि एकदम स्पिडमा हेर्न सक्नुहुन्छ रकेट गतिमा डोजर चल्दैछ दर्शकवृन्द हेर्न सक्नुहुन्छ एकदमै रकेट गतिमा डोजर चलाइएको छ हेर्न सक्नुहुन्छ यो ट्रेनिङ सेन्टरको परिसर पनि भत्काइएको छ हेर्न सक्नुहुन्छ तपाईँले यहाँ पसलहरू रहेछ यता देखाउँ हेर्न सक्नुहुन्छ यहाँ डोजर लाग्ने डोजर चल्ने डरले हतार हतार पसलहरू सटरहरू बन्द हुँदैछ हेर्न सक्नुहुन्छ तपाईँले एकदम स्पिडमा डोजर चलाइरहेको अवस्था देख्न सक्छौँ हामी यहाँ हतार हतार पसल छ यहाँ उहाँहरूलाई सूचना थिएन सम्भवतः यहाँ पनि डोजर लाग्ने डर छ किन भन्दाखेरि जुन गतिमा उहाँले डोजर चलाइराख्नु भएको छ लगभग यो क्षेत्र नै उहाँले अहिले डोजरले चलाएर भत्काउने सुरुमा हुनुहुन्छ जस्तो हामी देख्छौँ एकदमै स्पिडमा उहाँले डोजर चलाउँदै हुनुहुन्छ हेर्न सक्नुहुन्छ यहाँ केही तयारी थिएन यता हेर्न सक्नुहुन्छ यहाँ उहाँहरू यति स्पिडमा यहाँ सामान सार्दै हुनुहुन्छ डोजर लाग्ने डरले देख्न सक्नुहुन्छ उहाँहरू के अत्तो पत्तो छैन जे सकिन्छ त्यो सार्ने सुरुमा हुनुहुन्छ यस्तो अवस्था छ यहाँ एकदमै डरलाग्दो अवस्था यति बेला उहाँहरू हतार सूचना थिएन सम्भवतः त्यसैले गर्दाखेरि पनि उहाँहरू हतार सामान सार्दै हुनुहुन्छ हेर्न सक्नुहुन्छ तपाईँले यहाँ हेर्न सक्नुहुन्छ यो अवस्था सिर्जना भएको छ हेर्नुहोस् नेपाल प्रहरीले हटाइराख्नु भएको छ नेपाल प्रहरीले हटाइरहेको छ यहाँ पनि डोजर चल्दैछ दर्शकवृन्द यो पक्की घर तपाईँलाई देखाउँ एकदमै पक्की दुई तले घरमा पनि डोजर चलाउँदैछ एकदमै स्पिडमा डोजर चलाइरहेको छ यो क्षेत्रमा हेर्न सक्नुहुन्छ यहाँ हेर्न सक्नुहुन्छ भर्खरै सामान सारिएको ठाउँमा पनि डोजर चलेको छ यति बेला ओहो माई गड यति बेला यहाँ पनि डोजर चलाएको छ ओ माई गड 3 जना युवालाई घचेटेर अगाडि लगिरहेको छ आफ्नो घर हेर्न पाउनुपर्छ भन्दै हुनुहुन्छ युवा पनि